रङ्गमञ्चमा अभिनय गर्ने कलाकारहरू चलचित्रमा अभिनय गर्दाखेरि मैले अघि नै भने फरक छ। चलचित्रमा चाहिँ कस्तो भने सीमित फ्रेम हुन्छ। निर्देशकले उसले कल्पना गरे अनुसार, उसले सोचे अनुसार, उसले जुन परिकल्पना गरेको चरित्र अनुसार त्यो कलाकारले गर्न सके कि सकेन, त्यो चलचित्र निर्देशकको फिल्म नसकुन्जेल त्यसको अन्डरमा रहन्छ। अब रङ्गमञ्चमा निस्किने कलाकारहरू चाहिँ पर्दा बन्द रहन्जेलसम्म निर्देशकको अन्डरमा हुन्छ। पर्दा खुलेपछि कि गर कि बर, वारमा गएको छ भने सिपाही जस्तो त्यहाँ निर्देशकले, अब भनौँ न निर्देशकले दायाँ हात उचालेर कुरा गर्नु है, संवाद बोल्नु भनिराखेको हुन्छ। अब पर्दा खुलेपछि उसले दायाँ खएर बायाँ उचालिदिन्छ। भएन पर्दा बन्द गर भन्न त सक्दैन नि, सकेन। तर चलचित्रमा चाहिँ भएन कट भएन फेरि गर्नुहोस् तपाईँ भएर चलचित्रमा चाहिँ त्यसलाई दोहोऱ्याई तेह्राई त्यसलाई गराइरहन सकिन्छ। तर रङ्गमञ्चमा पर्दा खुलेपछि कलाकारले जस्तो गर्यो त्यसलाई